म आफूलाई कहिले पनि स्टार ठान्दिनँ किनभने मलाई दर्शकले कहानीको हिरो मानिदिनु भएको छ म त्यसैमा खुसी छु सो पाइएन भने चौर छ नि चौर स्कुलको चौर हुन्छ त्यहाँ पर्दा टाँगेर पनि हेर्नुहुन्छ कि अशोक दर्जीको घर बन्यो अब अशोक दर्जीको भविष्य बनोस् अनि अशोक दर्जी कसको त तपाईँहरूकै हो सो दिस इज वी अल आर विनिङ अनि हामी अहिले विनिङ मोमेन्टमा छौँ अशोक दर्जी सही हातमा पर्नु भयो र टङ्क बुढाथोकीले अशोक दर्जीलाई चाहिँ छोराको रूपमा एउटा भाइको रूपमा स्वीकार गरेर अगाडि बढाइदिनु भयो परिवारको सदस्य बनाउनु भयो स्कुलमा नसिक्न सकेको चिज आज यो मुभीले सिकाइरहेछ भनिरहनु भएको छ होइन हाम्रो लागि यो एकदमै गर्वको कुरा हो अझै पनि हामीले धेरैजनालाई बुझाउनु बाँकी छ होइन लगायत अहिले त प्यारेन्ट्सहरूले आफै सिङ्गल मात्र होइन बच्चा बच्ची लिएर आएर हेरिरहनु भएको छ बच्चाहरूले पनि केही सिकिरहनु भएको छ होइन 1000 जनाको सो नै थियो रोडमा 1000 जना त हेर्नु नै भएको थियो बाटोमा त्यो जाम हुँदाखेरि 4-5 हजार मान्छेको भिडमा उसलाई अब गाह्रो पनि भएको थियो त्यतिखेर त अब सबैले तानातान हुन्छ एउटा प्यारेन्ट्स अथवा एउटा गार्जियनले चाहिँ प्रोटेक्ट गर्ने कुराहरू म त प्रोटेक्सनको लागि मात्रै छु यहाँ अशोक जस्तो आज यहाँ हल भिजिटमै हुनुहुन्छ निरन्तर होइन आज यहाँ भक्तपुर आइपुग्नु भएको छ कस्तो पाउनु दर्शकको प्रतिक्रिया एकदमै मलाई सुरुमा हामीले आजसम्ममा 2टा हल भिजिट गरिसक्यौँ पक्कै पनि एकदमै राम्रो होइन खुसीको खबर चाहिँ के हो भन्दाखेरि हाम्रो 7 वर्षको यो मेहनत चाहिँ लगभग हाम्रो दर्शकहरूले माया गरेर एकदमै साथ दिएर होइन आज सक्सेसफुल भएको छ होइन अझै पनि हामीले धेरैजनालाई बुझाउनु बाँकी छ होइन लगायत अहिले त प्यारेन्ट्सहरूले आफै सिङ्गल मात्र होइन बच्चा बच्ची लिएर आएर हेरिरहनु भएको छ बच्चाहरूले पनि केही सिकिरहनु भएको छ होइन स्कुलमा नसिक्न सकेको चिज आज यो मुभीले सिकाइरहेछ भनिरहनु भएको छ होइन हाम्रो लागि यो एकदमै गर्वको कुरा हो अनि अर्को कुरा के भन्नु पर्दाखेरि अझै पनि कति स्कुलहरूले अझै टिकटहरू कटाउँदै होइन स्कुल आइरहनु भएको छ हाम्रो लागि त्यो पनि खुसीको खबर हो अझै पनि धेरै विद्यालय छ सबै विद्यार्थीहरूले यो फिल्म हेर्नु होला धेरै चिज आफ्नो गुरुको लागि सिक्नुहुनेछ भन्ने म एउटा आशा राख्दछु हिजोको अशोक होइन सानो अशोक चल्बुले अशोक आज स्टार भइरहँदा दर्शकले चाहिँ अशोक स्टार हो भनिरहँदा आफूलाई कस्तो लाग्दो रहेछ म त दाइ अझै पनि आफूलाई म स्टार कहिले पनि मान्दिनँ होइन यत्रो दर्शकले भनिसक्नु भएको छ नि त दर्शकले मलाई माया देखाउनु भएको तर म आफूलाई कहिले पनि स्टार ठान्दिनँ किनभने मलाई दर्शकले कहानीको हिरो मानिदिनु भएको छ म त्यसैमा खुसी छु अहिले मेरो लागि पढाइ इम्पोर्टेन्ट हो पढाइ सकेपछि त्योभन्दा पनि ठुलो स्टार हुन्छु धेरैले चाहिँ फेरि अशोकको साँच्चै जीवनको फिल्म हो होइन यो स्कुलमा नै अशोकले यस्तै चकचक गरे हुन् कि त्यो स्वर गइरहँदाखेरि त्यस्तै भएको थियो कि भन्ने कुरा पनि थियो पक्कै पनि यो मेरो जुन अगाडिको यो जुन सिनहरू छ मेरो त्यो रियल घटनाको हो जुन म होस्टेलमा मेरो टिनेज उमेरमा मैले गरेको चकचकहरू हो किनभने जब हाम्रो उमेर हुन्छ उमेर होइजेलसम्ममा हामीले जे पनि गर्छौँ त्यो तपाईँको उमेरमा पनि गर्नुहुन्छ सबैको उमेरमा हामीले एउटा आफ्नो छुट्टै कहानी हुन्छ त्यो मेरो कहानीमा जोडिएको थियो होइन त्यो कहानीले गर्दा मेरो दाइलाई कति प्रेसर परेको थियो त्यो छुट्टै कुरा छ होइन फिल्ममा पनि देखाइएको छ तर त्यही आइरन सिनले पनि सिनमा कति मजाको देखाएको छ हेर्नु त होइन पक्कै पनि यो मेरो रियल कहानी हो अनि मेरो लाइफ स्टोरीमा पनि छ आधारित लगायत हाम्रो राम सरको स्टोरी भयो अनि हाम्रो शङ्कर सरको भयो होइन क्यारेक्टरहरू होइन रियल स्टोरी उहाँले त धेरै मेरो चाहिँ रियल होइन क्यारेक्टर हो तपाईँको जस्तो फिल्म हेरेर तपाईँकै साथीहरूले चाहिँ मेसेज गर्नुभयो तपाईँलाई पक्कै पनि अहिले म नयाँ स्कुलमा चाहिँ म्यारिगोल्डमा होइन मेरो साथीहरू एप्पलमा पढिरहनु भएको छ उहाँहरू नै कति पनि गइरहनु भएको छ होइन अनि उहाँहरूले भन्नुहुन्छ फिल्म बवाल छ एकदमै राम्रो छ होइन हामीलाई खुसी लाग्छ त जस्तो साथी हुनमा हामीलाई पनि गर्व लाग्छ भन्नु तपाईँको पुरानो साथीले चाहिँ मेरो पुरानो साथी भन्नुपर्दा त मेरो एआर भाइ साथी पनि छ पहिला सँगै गीत गाउने साथी थियो नि एकजना भुइँकटर उहाँसँग चाहिँ अब होइन मेरो भेट चाहिँ भएको छैन 7-8 वर्ष भइसक्यो यदि भेट भयो भने पक्कै पनि इन्टरभ्यू आउँछ पक्कै पनि ठिकै छ आजसम्म फिल्मको चाप दर्शकको चाप एकदमै राम्रो छ होइन समग्रमा दर्शकको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ अनि यो एकदमै अर्ग्यानिक प्रतिक्रिया छ होइन मेन त सबभन्दा ठुलो कुरो भनेको अर्ग्यानिक छ सफा छ शुद्ध छ मिठो छ एकदम लाइभ पनि गर्दै हिँड्नुहुन्छ हजुर लाइभ पनि गरिरहेको छु किनभने हामीले जस्तो मैले कहीँ जाँदाखेरि लाइभमा त कसैले मलाई मुभी राम्रो लागेन पनि त भन्न पाउनुहुन्छ नि त त्यो त कट हुँदैन होइन त्यस कारण हामी के चाहन्छौँ नि हाम्रो मुभीलाई दर्शकहरूले यस्तो प्रतिक्रिया दिनुहोस् कि उहाँलाई के लाग्छ
राम्रो लागे पनि नराम्रो लागे राम्रो लागे हामी हौसला मिलि नै हाल्छ, नराम्रो लागे हामी फेरि आउने दिनहरूमा भविष्यमा करेक्ट गर्दै जानेछौँ। आजको दिनसम्म फिल्मको कमाइ कति भयो होला दाइ? अब हेर्नुहोस्, मैले त मेरो पर्समा कति पैसा छ, मैले आज कुन लुगा लगाएको छु, म भोलिको अहिले बिहान कति बजे उठ्छु, कति बेला खाएँ, मैले रोल खाएँ कि खाना खाएँ, केही नै थाहा नभइरहेको सिचुएसन छ भनेपछि त्यो कुरा त बक्स अफिस रिपोर्टहरु त आउँछ नि त। त्यो बक्स अफिस रिपोर्ट पनि मैले त हेर्न पाएको छु नि, हाम्रो आफ्नो डिपार्टमेन्ट छ हैन, मैले जुन अहिले रेस्पोन्सिबिलिटी पक्रिरहेको छु त्यसमा चाहिँ म लागिरहेको छु। मलाई रियल्ली भनेको यो कुनै डिप्लोमेटिक कुरा गरेको होइन, मेरो सेन्समा चाहिँ मलाई यो फाइनेन्सियल सेक्टरमा चाहिँ मलाई एक रति पनि थाहा छैन, किनभने म त्यसमा परिनँ कि म अहिले प्रमोसनमा छु, उसलाई लिएर हिँडेको छु, कहिले काहीँ भिडले थिचिदिन्छ। अस्ति हामी अष्टनारायणमा 1000 जनाको सो नै थियो, रोडमा 1000 जना त हेर्नु नै भएको थियो, बाटोमा त्यो जाम हुँदाखेरि 4-5 हजार मान्छेको भिडमा उसलाई अब गाह्रो पनि भएको थियो। त्यतिखेर त अब सबैले तानादान हुन्छ, एउटा प्यारेन्ट्स अथवा एउटा गार्जियनले चाहिँ प्रोटेक्ट गर्ने कुराहरू, म त प्रोटेक्सनको लागि मात्रै छु यहाँ, त्यही भएर अरूमा त्यति ध्यानको मलाई हो। सो डेफिनेटली यस्तो हो, यो नेचुरल कुरो हो, सो बढ्छ नै, किनभने दर्शकले जब मन पराउनु हुन्छ नि, सो पाइएन भने चौर छ नि, चौर स्कुलको चौर हुन्छ, त्यहाँ पर्दा टाँगेर पनि हेर्नुहुन्छ कि हुन्छ, त्यो रियालिटी कुरा हो, त्यो हुन्छ पनि त्यस्तो, त्यो सो बढ्ने कुरा हो, नेचुरल कुरा हो, बढ्दैछ पनि। तर एउटा के आएको थियो भने हल सञ्चालकलाई चाहिँ धम्की दिए भन्ने कुरा पनि आएको थियो नि त। होइन यस्तो हो, अब दाजुभाइ हामी सबैजना छौँ, त्यस्तो खालको कुरा भन्दाखेरि पनि काहीँ अलिकति केही न केही हामी नयाँ मेकरहरू हौँ, त्यस्तो कुराहरू हुन्छ। तर अहिले सबैलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ, हामीलाई सपोर्ट गरिराख्नु भएको छ होइन, हामी पनि त नयाँ हो, पहिलो हो, बल्ल बल्ल त यो बुझ्दैछौँ कहाँ के हुन्छ भन्ने कुरा होइन। तपाईँहरूलाई देखेर कोही एउटा पत्रकार बन्न आउनुभयो क्यामेरा लिएर भने उसलाई कहाँ जाने रुटिन केही थाहा हुँदैन, लिङ्क बनाउनु पऱ्यो, कमल सरगमलाई भेट्नु पऱ्यो, ग्रुपमा बस्नु पऱ्यो, अनि उहाँले भन्नु पऱ्यो, तपाईँले सपोर्ट गर्नु पऱ्यो, त्यो सिकाइ हो, सिक्दै जाँदैछ, त्यसमा गुनासो के पछि वी आर भेरी ह्याप्पी इन दिस मोमेन्ट होइन, बिकज अल द पिपुल जसले अहिले चाहिँ अडियन्सहरूले अल ओभर नेपाल होइन, बाहिरबाट पनि यस्तो क्रेज आइरहेको छ, यो क्रेज सब अशोक दर्जीको। अनि अशोक दर्जी कसको त? तपाईँहरूकै हो। सो दिस इज वी अल आर विनिङ, अनि हामी अहिले विनिङ मोमेन्टमा छौँ, अनि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, यति कुदिनु भएको छ, यति जानु भएको छ होइन, धेरै धेरै थ्याङ्क यू सो मच। अब राम सर हुनुहुन्छ, सबैको प्यारो बनिसक्नु भयो, के भन्नुहुन्छ दर्शकलाई? खुसी लागिरहेछ, अघि अशोक भाइले भने जस्तै हाम्रो मेहनत लगनशीलता र परिश्रमको फल हो यो होइन। सबैजनाले दर्शकहरूले एकदमै धेरै मन पराइदिनु भएको छ हाम्रो अशोक भाइलाई, हाम्रो शङ्कर सरलाई, मेरो क्यारेक्टरलाई, सबैले आफ्नो क्यारेक्टरमा चाहिँ सबैजना फिट भएको छौँ भन्ने कुरा दर्शकले बुझाइदिइसक्नु भएको छ हामीलाई, एकदमै धेरै माया गर्नु भएको छ। दर्शकहरू अझै पनि बढ्दै हुनुहुन्छ, हल सञ्चालकज्यूहरूले सोहरू थपिदिइरहनु भएको छ, यो कुराहरूले चाहिँ धेरै खुसी लागेको छ। जस्तो अब एउटा म्युजिक भिडियो गरिरहेको मान्छे होइन, टिकटकमा रमाइरहेको मान्छे आज ठुलो पर्दामा पहिलोचोटि आउँदै गर्दा र यति धेरै दर्शकको माया पाउँदै गर्दा दर्शकको मुखमा राम सर किन मर्नुभयो, राम सर भन्ने आइरहँदाखेरि चाहिँ के लाग्दो रहेछ? मैले बारम्बार भनिरहेको छु होइन, अब यस्तो हुन्छ म्युजिक भिडियोहरू गर्दाखेरि चाहिँ दर्शकसँग प्रत्यक्ष रूपमा आम्ने सामने भएको हुँदैन, त्यही भएर फेस टु फेस नभएको हुनाले दर्शकको कति माया पाइएको छ भन्ने कुरो थाहा हुँदैन। तर अब यो मेरो फर्स्ट मुभी हो, एकैचोटि बिग स्क्रिनमा आउँदाखेरि दर्शकहरूले यति धेरै मेरो पर्सनल नामले भन्दा पनि मेरो क्यारेक्टरले चाहिँ मन पराइदिनु भएको छ। कतै नाम चेन्ज गरौँ त्यो पनि लागेको छ, तर मेरो रमेशभित्रै राम पर्छ, RAMESSबाट RAM नै पर्छ, त्यही भएर म अब चाहिँ रमेश विश्वकर्मा उर्फ राम सर राख्नु जस्तो पनि लागिरहेछ। अब यत्रो धेरै फिल्म चलिरहँदा, यति धेरै चर्चा पाइरहँदा होइन, अरू फिल्महरूबाट कतिको अफर आइरहेछन्, यो पनि सोध्न मन लाग्यो। अहिले यस्तो अफरको अहिले कुरा नगर्ने, किनकि फिल्म चलेको भर्खर 4 दिन हुँदैछ। जीवन तपाईँको अभिनयको एकदम तारिफ भइरहेछ, तपाईँको क्यारेक्टरको धेरै तारिफ भइरहँदाखेरि अरू मेकरहरूले नि त यो मान्छेलाई लिनु पाए हुन्थ्यो भन्ने त छ होला नि त? अब छ होला, खबर पनि आउँछ होला, भर्खर फिल्म चलेको 4-5 दिन हुँदैछ, त्यही भएर उहाँहरूले अब अफर गर्नुहुन्छ कि हुन्न, अब जस मन चाहिँ पराइदिनु भएको छ, त्यो भनेको पछिको कुरा हो। यो फिल्म हेर्दै गर्दा होइन, हिजो त हामीसँग नि बसेर हेर्नुभयो, दर्शक पनि बसेर हेर्दा कहीँ मैले यहाँनिर चाहिँ मेरो इम्प्रुभ गर्नुपर्ने रहेछ, यहाँनिर चाहिँ मैले अलि अर्को गरे भए हुने रहेछ भन्ने कस्तो लाग्यो कतै? त्यो त लागिहाल्छ नि, फर्स्ट फिल्म हो होइन, अब आफूले त सुरुदेखि काम गरेको आफ्नो मनभित्र कुराहरू सबै थाहा छ नि त, तर यहाँनिर चाहिँ अलिकति यस्तो गर्नु पाए भए चाहिँ अलिकति मेरो भोइस डबिङमा चाहिँ अलिकति यस्तो गर्नु पाए भए अलिक राम्रो हुन्थ्यो कि भन्ने त्यो जसलाई पनि लाग्दो रहेछ क्या, त्यो लाग्दो रहेछ। अब दर्शकहरूले त्यही मैले गरेको कामलाई नै मन पराइदिनु भएको छ, त्यही नै अहिले एकदम खुसी लागिरहेको छ। जस्तो अब दर्शकको प्रतिक्रिया लिनलाई हलमा हिँडिरहनु भएको छ, कस्तो छ दर्शकको प्रतिक्रिया? अझ तपाईँप्रति कस्तो छ दर्शकको प्रतिक्रिया भनेर सोध्न मन लाग्यो मलाई। म प्रति चाहिँ अब
फिल्म हेर्दै गर्दा चाहिँ नेगेटिभ नै छ। मेरो नजिकको साथीहरू जो फिल्म हेरिराख्नु भएको थियो होइन, उहाँहरूको पछाडि अगाडिकोले ठिक्क पर खुच्चिङ भन्ने खालको कुराहरू आयो अरे होइन। त्यो चाहिँ मेरो एउटा क्यारेक्टर हो। पक्कै पनि एउटा मिठो मासु पकाइराख्दाखेरि त्यहाँ चाहिँ खोर्सानी पनि चाहिन्छ, त्यो खोर्सानी क्यारेक्टर चाहिँ मेरो हो होइन। त्यो कारणले म खुसी छु उहाँहरूले त्यति रियाक्सन दिनुभएको छ, त्यसमा ठिकै रहेछ भन्ने लागेको छ। चलचित्र गर्दै गर्दाखेरि होइन, त्यहाँ सुटिङ गर्दाखेरिका केही पलहरू किस्साहरू पलहरू चाहिँ अब उहाँ पनि न्युकमर, म पनि न्युकमर होइन बिग स्क्रिनमा। अब निता ढुङ्गाना, सरोज खनाल दाईहरू जस्तो अग्रज कलाकारहरूसँग काम गर्दाखेरि अलिकति सुरुमा चाहिँ अड फिलिङ चाहिँ भएकै हो। तर उहाँहरूको जुन एउटा प्रोफेसनल आर्टिस्टहरू उहाँहरू भइसके पछाडि उहाँहरूले हामीलाई जुन कम्फर्ट लेभल चाहिँ इन्क्लुडिङ टङ्क सर, उहाँले चाहिँ जुन कम्फर्ट लेभलको चाहिँ इन्भाइरोमेन्ट बनाइदिनु भयो, त्यसले गर्दा खासै गाह्रो भएन। त्यो पनि म भिलेनको क्यारेक्टरमा चाहिँ एकदम फिट रहेछु भन्ने लाग्यो नि। अहिले चाहिँ यो गाली खाएको देख्दाखेरि चाहिँ लाग्दैछ। तर यो पनि दर्शकको माया हो नि। एक्ज्याक्टली हो नि। समग्रमा के भन्छ अन्तिममा फिल्म हेर्न अरू दर्शकहरूलाई कसरी आह्वान गर्नु? समग्रमा यो अहिले हाम्रो मुभी 4 दिनमा चल्दै गर्दाखेरि देशभरि नै सम्पूर्ण स्टुडेन्ट, टिचर र सबै एज ग्रुपले चाहिँ यो फिल्महरू हेरिदिनु भएको छ। एकदमै पोजिटिभली मन पराइदिनु भएको छ, यहाँबाट सन्देश लिनु भएको छ होइन। र एउटा रिक्वेस्ट चाहिँ के छ भन्दाखेरि अहिले सँगसँगै अरू 3वटा मुभीहरू पनि हिटमा चलिरहेछ होइन। यो अहिले चाहिँ मुभीको सिजनै रहेछ। जसले अरू मुभीहरू हेरिसक्नु भएको छ उहाँहरूले चाहिँ एकचोटि आएर मनमिनाको धन पनि हेरिदिनु होला भन्ने म रिक्वेस्ट गर्न चाहन्छु सबैलाई।